सन् 1998 जेफ्री एप्स्टिन नामक अमेरिकन नागरिकले लगभग $8 मिलियन एउटा टापु किन्छ। यो टापु लिटल सेन्ट जेम्स भनेर चिनिन्थ्यो। बाहिरबाट हेर्दा यो टापु स्वर्ग जस्तो देखिन्थ्यो। सुनौलो बालुवा, नीलो समुद्र, हरियो बगैँचा, बीचमा महल जस्तो लग्जरी घर। तर यसको भित्री रहस्य निकै अँध्यारो थियो। यहाँ 12 देखि 17 वर्षका केटीहरूको ट्राफिकिङ र दुरुपयोग हुन्थ्यो। समुद्रले चारैतिर घेरेकोले कोही भाग्न सक्दैनथे। आश्चर्यजनक कुरा त के छ भने यस टापुमा विश्वभरका अरबपतिहरू, प्रसिद्ध सेलिब्रिटीहरू आउँथे। ब्रिटेनका प्रिन्स एन्ड्रयू, वैज्ञानिक स्टेफन हकिङ, कमेडियन क्रिस टकर, प्रेसिडेन्ट डोनाल्ड ट्रम्प सबैका लागि विशेष पार्टीहरू आयोजना हुन्थ्यो। यो टापुको मालिक थिए जेफ्री एप्स्टिन। सुरुमा उनी ब्रुकलिनमा बच्चाहरूलाई म्याथ पढाउने शिक्षक मात्र थिए, तर भाग्यले उनलाई अरबपतिहरूको वित्तीय सल्लाहकार बनाइदियो। उनको सम्पत्ति करिब $60 करोड पुग्यो। उनका साथीहरूमा बिल क्लिन्टन, डोनाल्ड ट्रम्प, इजरायलका पूर्व प्रधानमन्त्री यहुद बराकसम्म थिए। एप्स्टिनको संसार अत्यन्त विलासी थियो, तर यसको भित्री रहस्य अँध्यारो र खतरनाक थियो। सन् 2005 फ्लोरिडा पाम बीच 14 वर्षको एक केटी र उनका अभिभावकले पुलिसमा उजुरी दर्ता गर्छन्। उनीहरूलाई मसाज गरिने भनेर बोलाइन्छ, तर त्यहाँ पुगेपछि एप्स्टिनले केटीलाई टावल मात्र लगाएर दुरुपयोग गर्यो। जब पुलिसले अनुसन्धान गरे, एक केटीको पछ्याउँदा अर्को केटीको नाम खुले। त्यसरी एक चेन सिस्टम बनेको थियो। केटीले अर्को केटीलाई ल्याइदिने, अर्कोले तेस्रोलाई, यसरी 35 भन्दा बढी पीडितहरूको पहिचान भयो। पुलिसले सोध्थे के यो सामान्य केस हो, तर छानबिन गर्दा थाहा भयो पुरा नेटवर्क बनाइएको थियो। प्रत्येक पीडितलाई नयाँ केटी ल्याउन प्रोत्साहित गरिन्थ्यो। सन् 2006 सम्म पाम बीच पुलिसले एप्स्टिन विरुद्ध मजबुत केस तयार पारे। एफबीआईले अपरेसन लिप इयर सुरु गर्यो। फ्लोरिडा, न्युयोर्क, न्यू मेक्सिको पीडितहरूको बयान लिइयो। एप्स्टिन विरुद्ध अन्तर्राष्ट्रिय सेक्स ट्राफिकिङको आरोप लाग्यो, तर वास्तविकता अँध्यारो थियो। मायामीका फेडरल अटर्नी एलेक्जेन्डर अकास्टा एप्स्टिनलाई बचाउन सिक्रेट डिल गर्दै थिए। एप्स्टिनले केवल सानो चार्जमा दोष स्वीकार्यो र बाँकी सबै आरोपबाट बच्यो। उनी जेलमा बस्दा पनि विलासिता जस्तै व्यवहार पाए। 12 घण्टा आफ्नो निजी कार्यालयमा काम, केवल राति सुत्न जेल जानु। जुलाई 2009 5 महिना अघि नै रिहा भए। एलेक्जेन्डर अकास्टापछि ट्रम्पको प्रशासनमा लेबर सेक्रेटरी बन्यो। एप्स्टिन भने आफ्नै टापुमा पार्टी गर्दै अरबपतिहरूलाई भेट्दै आफ्नो जीवन यथावत गर्दै थिए। तर जर्नलिस्ट जुली ब्राउनले यो केस छोड्न सकिनन्। 2009 देखि उनले वर्षौंसम्म अनुसन्धान गरिन्। नोभेम्बर 2018 एप्स्टिनको अपराध र सिस्टमले कसरी बचायो भनेर रिपोर्ट प्रकाशित गरिन्। सार्वजनिक दबाव बढ्यो र न्युयोर्कमा फेरि नयाँ प्रक्रिया सुरु भयो। जुलाई 2019 एप्स्टिन विरुद्ध सेक्स ट्राफिकिङको चार्ज लाग्यो। एप्स्टिन फेरि जेलमा पुगे। सबैभन्दा ठुलो ट्विस्ट, 20 अगस्त 2019 एप्स्टिन जेलमा मृत फेला पर्छन्। आधिकारिक रिपोर्ट अनुसार आत्महत्या गरिएको थियो, तर उनी एक्लै थिए। सुरक्षा क्यामेरा बन्द थियो र भिडियो फुटेज पनि थिएन। ट्रम्पका समर्थकले भन्न थाले एप्स्टिनले आत्महत्या गरेन, उसलाई मारियो। तर कहानी यहाँ सकिँदैन। सन् 2025 अमेरिकी जस्टिस डिपार्टमेन्टले अन्तत एप्स्टिन फाइल्सको केही हिस्सा सार्वजनिक गर्यो। 30,000 भन्दा बढी डकुमेन्टहरूमा धेरै नाम रिड्याक्टेड भए पनि केही खुलासा भयो। डोनाल्ड ट्रम्प र अन्य प्रभावशाली व्यक्तिहरूको नाम बारम्बार आए। यद्यपि 10 लाख भन्दा बढी फाइलहरू अझै बाँकी छन्, जसमा टापुमा आएका अरबपतिहरू, प्रिन्सेस, पोलिटिसियनहरूको विस्तृत विवरण छ। संसार पर्खिरहेको छ, केही रहस्य अझै अँध्यारोमा छ र भविष्यमा यी फाइलहरूले अझै ठुलो धक्का दिन सक्छन्। भिडियो मन परेमा च्यानललाई लाइक र सब्स्क्राइब गर्न नभुल्नुहोला।